सुपर मार्केटमा दुपर हुन गइएको अब यस्तै छ हालचाल। यो पाउडर दुध भन्ने लाने विचार थियो दही खानलाई। जहाँ पनि केटीहरू लाग्छन् मेरो अगाडि त मलाई दिगदार लाउँछु म यो चिजबाट। ए छोरीहरू आयो, ए नानाहरू आयो बा गाह्रो छ। के गर्नु गाह्रो छ, यस्तै छ कहानी। यो दुध लगेँ मैले होइन, दही खाने मलाई अति मन लाग्छ। अब यो चाहिँ कति ग्राम छ भनेपछि 12.50 येन होइन, 2027 सम्म छ, 30 सम्मको। अनि चिकन लगेँ मैले यहाँ क्यासियरमा पे गर्ने हो कि 9 रुपियाँको। लसुन लगेँ 1.5 केजी जति। अनि आलु राष्ट्रिय तरकारी लगेँ। अनि मलाई यो ड्राइगन फ्रुट लगेँ, कहिले काहीँ खानुपर्छ। अनि यो प्याज लगेँ मैले है। यो मैले आजले मेथी खाने गरेको छु बिहान बिहान। मेथीलाई प्रेसर लो गर्छ अरे, चिनी फ्राई गर्छ। अनि कहिले काहीँ लिम्का पानी खान्छु मैले, 2 रिङ्गेट छ। समथिङ निकालेको पैसा त कम छ, एटिएम पनि चल्छ होला है। यति सामानको लागि म धेरै टाढा आएँ। यहाँ जाम हुन्छ, प्रयास हेर्नुहोस् यस्तो 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 क्यासियर यस्तो हुन्छ। मार्केट उतातिर हुन्छ, म देखाइरहेको हुन्छु। पे गर्ने सिस्टम फरक हुन्छ नि। यहाँ मेरो सामान पे गरिदिन्छु, मूल्यसँग हालेको हुन्छ। यो त्यस्तो छ, कति पैसा हुन्छ सबै देखाइदिन्छ। अहिलेको अवस्था यस्तै छ गाइज है। म अपडेट गर्दै रहन्छु। भिडियोले मेन टाइगर अन गराइदिनु लागेन, गाह्रो छ है। यहाँ तपाईँको स्क्यान गर्न पनि पाइयो, एटिएम हाल्न पनि पाइयो। यहाँभित्र 1 ringgit 4 biji ya. मैले प्लास्टिक लिएर आएको छु। एउटा प्लास्टिकको 4वटा प्लास्टिक लगिहाल्छ। गाडी 38 रुपियाँ भयो हजुर। यो मैले एक दिन लगेको थिएँ प्लास्टिकमा। मेरो सामानको मूल्य कति भेटाउँछ हेर्नुहोस्, थोरै सामान berapa sar? 45? 40 ringgit 10 sen. 40 ringgit 10 sen भनिरहेको छ। थ्याङ्क यू होइन। त्यो रिसिभमा फेरि गएर सेक्युरिटी गार्ड चप हान्नुपर्छ है, चप हान्नुपर्छ। गएर रिसिभ दिन्छु म। ओके सर। ओ सरी सरी, मोबाइलमा बिजी हुनुहुन्छ। अब हामी पनि यही काम गर्छौँ। हामी नेपाली भने कान्छीले कान्छी हाटै कभर berapa ringgit? भिडियो कल ल। ल यो एक्सिलेटर हो है, एक्सिलेटर पनि भन्छ, एक्सिलेटर पनि भन्छ, लिफ्ट पनि भन्छ। यस्तो ट्राली कुदाउने हो। यहाँको सुविधा हेर्नुहोस् कस्तो छ। त्यो भएर यो देशमा विकसित धेरै छ क्या, टेक्नोलोजी भन्छ। हाम्रो के अरे महावीर पुलले भन्नुहुन्छ नि, विज्ञान प्रविधि खोल्नुपर्छ, मन्त्री बनाउनुपर्छ भन्छ नि। त्यो एकदम सही कुरा हेर्नुहोस्। अब यहाँ मार्केटमा तपाईँको जे भने पनि, जस्तो भए पनि, यहाँ तपाईँ खुट्टा नभए मान्छे नि आउनु सक्छ, हिँड्नु परेन, जेर गुडाउन सक्यो, माथि जाँदा पुग्नु परेन, हर कुरामा सुविधा छ।
लिफ्ट त्यस्तै छ अरू कुराको एकदम सुविधा भएको देश भरिपूर्णसँग हेर्नु यस्तो कसरी चलेको छ सर पनि हिँडेको छ होइन। अब यसरी त हाम्रो नेपालमा कहिले देख्न पाइला भन्ने छ कम्पनीमा यसरी काम चलिरहेको हुन्छ यसरी आगो हुन्छ। अब यस्तो प्रविधि हाम्रो नेपालमा कहिले आएको कहिले साथीहरूले हामीलाई मोबाइल चलाउनु दिएन के अरे चलाएन ठुलो भयो भने साथीहरूलाई भिडियो अन्तिमसम्म हेर्नुपर्छ छान्ने खोपाहरू नम्बरहरू सब मोबाइल यहाँ 5,000 काम गर्न आउँछ यहाँ मोबाइल राख्ने चाबी राखेको छ मोबाइल राख्ने सब मोबाइल बोक्न मिल्दैन मोबाइल त्यस्तो छ है। अब हाम्रो अवस्था यस्तै छ तपाईँहरूले बुझी बक्सिएला माया लागेपछि या केही शुभ समाचार भएपछि यस्तो फोन गरिहाल्ने छौँ यसो मिलाएर नत्र अहिले हाम्रो अवस्था बहुत गाह्रो छ एकदम गाह्रो छ। कसलाई सुनाउनु फेरि हाम्रै घरबाट आउँछन् फोन गर्ने टाइम छैन कि सब मोबाइल फोन गर्न मिल्दैन कि फेरि 12 घन्टा ड्युटी गऱ्यो ग्रामले मान्छे एक्सिडेन्ट भएर 2जना जामले गर्दा